हेलो साथीहरू, के छ? सबैजनालाई नमस्कार छ मेरो तर्फबाट। सबैलाई ढोक दिए है। अब म हजुरहरूलाई यस्तो गेम देखाउन जाँदैछु आज। यस्तो गेम तपाईँहरूले देख्नु भएको थिएन होला। यो परदेशको ठाउँमा पनि यस्तो गेम हुँदो रहेछ साथीहरू। मैले नेपालमा देखेको थिएन योभन्दा पहिले। अहिले यो इन्डियामा आए, इन्डियामा आएर यो हिन्दुस्तानमा यस्तो यस्तो गेम खेल्दो रहेछ। ल म तपाईँहरूलाई म देखाउँछु। ल एकछिन म गइहालेँ। लो ओ माय गॉड, ये कौन सा गेम, ये कौन सा गेम चल रहा है भाई? यो चाहिँ फुटबल गेम चल रहा छ यहाँ। कौन सा फुटबल गेम भन रहा है यो भाइले? के हो? फुटबल गेम हो यो? हामी चाहिँ यहाँ किटी खेलिरहेको छौँ होइन, तासमा अहिले यसो रमाइलोको लागि केटा हो, खालि रमाइलो गर्ने हो। अहिले रमाइलोको लागि खेलिदिनु ल, रमाइलोको लागि। अनि केटाहरूको घर चाहिँ कता कता पर्यो होला? पश्चिम दाइ, सुदूरपश्चिम वेस्ट साइड, सुर्खेत। हाम्रो चाहिँ मध्यपश्चिममै गाइस, मध्यपश्चिम सुर्खेत। मध्यपश्चिम कुन ठाउँमा पर्यो हजुरको घर? सुर्खेतै हो। यता हेर्नुहोस् त, कता देखे जस्तो लाग्यो हजुरलाई। सुर्खेतै हो। अनि यता भाइको घर चाहिँ कहाँ? मैले हाप्दै सबै मेरो घर चाहिँ सुर्खेत हो। सुर्खेत कुन ठाउँमा हो? जरे। यो सुर्खेतमा भेरी नदी छ होइन? भेरी नदी छ। छ। अनि हाम्रो एकजना भाइ चाहिँ यता पश्चिमतिरबाट रहेछन्, यता सुदूरपश्चिमबाट होइन? सुदूरपश्चिम कुन ठाउँ पर्यो हजुरको घर? दोदरा चाँदनी दाइ। ए दोदरा चाँदनी लास्टमा पर्यो है? हजुर दोदरा चाँदनी पश्चिम वेस्ट साइड। ल गाइजहरू, ल ल केटाहरूले अब गेम हार्यो भने अब सलामी अब ठोक्नु पर्ने अवस्था रहेछ होइन यहाँ चाहिँ। ल सलाम सबले ठोकिसक्यो, अब मतिर फर्केर अब सलाम गरेर आज सबैले मलाई नै सलाम गरेको होला सायद जस्तो लागिरहेको छ मलाई होइन। ओके गाइजहरू, मिलते हैं फिर दूसरे वीडियो में। अभी के लिए सबको टाटा बाय, गुड बाय।